अल पिपल यहाँ चाहिँ अहिले एउटा गाडी एक्सिडेन्ट भएको छ हैन यहाँनिर बाइक एउटा एक्सिडेन्ट भएछ सो हाम्रो बिल चाहिँ आइसकेको छ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ So what's up people, welcome back to the channel. Long time back है no see. So अलिकति ढिलो भयो तपाईहरुलाई अहिलेसम्म भिडियो दिनु पाएको थिएन. So सबलाई चाहिँ मेरोबाट राम राम and it's boy अमेश तामाङ के awesome big thanks to another video मा छ है सबलाई. ओके के हो गाइस. So निकै दिन बाद चाहिँ तपाईहरुलाई भिडियो दिनु पाएको थिएन हैन. So अहिले चाहिँ मैले र दासँग छ यहाँ हाम्रो one and only our begin is over here हो. So मेरो दाइ यहाँ छ अनि हामी दाजुभाइ चाहिँ हल्का जयगाउँ तर्फ लाग्दैछ अहिले किनकि मेरो चाहिँ एक दुईवटा सर्टहरु किन्नु छ अनि दाको पनि अलिकति शपिङहरु छ नि त अनि मेनली चाहिँ मेरो घरको छेउमा पुराण चलिरहेछ 7 डेज को आज चाहिँ यसको सेकेन्ड लास्ट डे भोलि चाहिँ लास्ट डे होला सो त्यसको लागि टाइमै पाएको थिएन ड्युटीले गर्दा यति साह्रो बिजी भइरहेको थियो हो अनि त्यही भएर चाहिँ अब यहाँ शपिङमा आउनु पाएको थिएन पुराण पनि जानु पाएको थिएन सो आज चाहिँ हल्का टाइम निकालेर आएको छु सो यहाँ दाले गाडी निकालेर कम्पनी लिएर हामी तल जाँदैछ सो यहाँ हामी फिल अप गर्न आएको छ यहाँ फिल स्टेसनमा सो यहाँबाट चाहिँ डाइरेक्ट तलपट्टि लाग्नेछ कुनै जग्गामा निकै दोकानहरु बन्द छ भन्ने कुरा सुनेको थियो कस्तो छ के छ खबरहरु तपाईलाई देखाउँदै गर्छु यु अल स्टे ट्युन इन द भिडियो गाइस अल पिपल यहाँ चाहिँ अहिले एउटा गाडी एक्सिडेन्ट भएको छ हैन यहाँनिर बाइक एउटा एक्सिडेन्ट भएछ म तपाईहरुलाई त्यो देखाउन जाँदैछु भिडियोमा कन्टिन्यू बस्दै गर्नु यहाँ हेर्नु सक्नुहुन्छ तपाईहरुले सो यहाँ चाहिँ एक्सिडेन्ट भएर आछ गाइस तपाईहरुले देख्न सक्नुहुन्छ सो अल पिपल फाइनली अहिले चाहिँ हामी जयगाउँ एन्ट्री गरिसक्यो हैन तपाईहरुले देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी यहाँ जयगाउँबाट निक्लिँदैछ सो अहिले चाहिँ मेनली मेरो सर्ट किन्नु जाँदैछ नि त हो सो मेरो चाहिँ वहाँ पुराणहरु चलिरहेछ भन्नु अघि भनिहाल्यो हैन तपाईहरुलाई अनि अन टप अफ दैट के छ भन्दा चाहिँ मेरो घरको पूजा पनि लगाएको छैन नि त अहिले नयाँ सेटअप गरेर त्यही भएर तपाईहरुलाई घर नयाँ सेटअप गरेर पनि यो क्लिप दिनु पाएको छैन सो अहिले चाहिँ हामी सर्ट किन्नु जाँदैछ बार्गेन चाहिँ कसरी गर्छ भने तपाईहरुलाई यहाँनिर हाम्रो बिगन दाले देखाउँछ हैन दा बार्गेन कसरी गर्न सिकाउने हैन बार्गेन कसरी गर्छ आज चाहिँ यहाँ बिगन दाले सिकाउँछ तपाईहरुलाई हामी यहाँ मुखर्जी सेन्टर तर्फ लाग्दैछ सो स्टे ट्युन गाइस यहाँ हाम्रो दोकानदार अब यहाँ उसको सर्ट हेर्न आएको छ यस्तो मलाई सर्ट देखाइदिनु सर्ट कस्तो हुन्छ मलाई सर्ट भन्दा यो छ नि त यो के भन्छ पूजातिर लाउँछ नि अलिकति कुर्ती टाइपमा कुर्ती हो त्यस्तो टाइपमा कुर्ता सर्टमा अलिकति लामो गरेर चाहिएको येलो टाइपको यो त ट्रिपल एक्सएल हो नि अन्त पुरा ठुलो छ मलाई ठुलो हुन्छ जानु छ अर्को माथिको सर पिपल अहिले चाहिँ हामीले यो के भन्छ मार्केट चाहिँ आज पुरै क्लोज रहेछ नि त हो पूजाले गरेर यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ मार्केट लाइन चाहिँ पुरै क्लोज छ अनि मुखर्जीमा चाहिँ हामीले भनेको जस्तो लुगा पाएन नि त अनि त्यही भएर चाहिँ यहाँ एम बजारपट्टि पाउँछ भने हामी एम बजार आइपुगिसकेको छ देख्न सक्नुहुन्छ तपाईहरुले सो यहाँ चाहिँ कस्तो हेर्दा बार्गेनको चान्स छैन अरे सो यता चाहिँ भिडियो सिडियो पाउँदैन होला हो तपाईहरुलाई म डाइरेक्ट लुगा किनेर देखाउँछु होला पायो भने चाहिँ पाएन भने अर्को जग्गा जानुपर्छ होला भइसक्दो चाहिँ तपाईहरु कन्टिन्यू बस्दिनु एउटा रमाइलो जग्गामा पनि लानेछु म सो अल पिपल अहिले चाहिँ हामी यहाँ भिडियो खास गर्नु पाउँदैन भनिदिइरहेको थियो हैन सो अलिकति रिक्वेस्ट गरेर सो कुर्ताहरु चाहिँ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ एम बजारको कलेक्सनहरु मजा मजा कलेक्सन छ सो मैले चाहिँ चोइस गरिसकेको छु यहाँनिर टक्क ब्ल्याक कुर्ता त्यसको मुनि व्हाइट प्यान्ट है यो चाहिँ खासै मेरो चोइस भन्दा पनि यहाँ मेरो दाइको चोइस हो सो हैन
म एकखेप ट्राई गरिहेर्छु कस्तो देख्छ कस्तो देख्दैन हाम्रो दाले देखाउनुहुन्छ तपाईँहरूलाई सो कमेन्ट गरिदिनु होला कुर्ता सुरुवालमा कस्तो देख्छ भनेर पनि सो फाइनली भेटिसकेको छ यसको बाद चाहिँ हामी एकदम दामी जग्गामा जानेछ सो तपाईँहरूलाई पनि कुर्ता यस्तो सुरुवालहरू चाहिँ मेक स्योर टु भिजिट एम बजार होइन एकदम रिजनेबल रेट अनि बेस्ट क्वालिटी भनौँ न तपाईँहरूलाई सुन्नुहोस् न तपाईँहरूको यो यसको बारेमा मलको बारेमा लोकेसनदेखिको लिएर तपाईँहरूले कति कति के यहाँनिर आइटमहरू रोडको यहाँ हुन्छ हजुर सुपर मार्केटको यहाँनिर हुन्छ हजुर यहाँनिर चाहिँ कस्तो कस्तो खालकोदेखिको लिएर कति कतिसम्मको पाउँछ रेन्ज अब मेन्सको हुन्छ किड्सको हुन्छ लेडिजको हुन्छ हजुर मेन्सको चाहिँ तपाईँको स्टार्टिङ प्राइस तपाईँ बाई वन गेट वन हुन्छ 699 799 फेरि फिक्स प्राइसको पनि हुन्छ क्याजुअल सर्ट फर्मल जस्तो हुन्छ अफरहरू पनि चल्छ कि तपाईँहरूकोमा अफर पनि चल्छ जस्तो यस्तो सेलिब्रेसनहरू टाइमतिर टाइममा अफरहरू पनि चल्छ अफर राम्रो हुन्छ 50% 20% 30% सो तपाईँहरूले सुनिहाल्यो होला होइन सो अफरहरू पनि एकदम बम्पर अफरहरू पनि चल्ने रहेछ यहाँनिर सो इफ यु आर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु भिजिट एम बजार है त सो गाइस देख्न सक्नुहुन्छ होला गेटअप चाहिँ ब्ल्याक कुर्ता यसको मुनि वाइट पजामा छ सो अहिले चाहिँ म ट्राई गरिसकेको छु कस्तो देख्दैछ कमेन्टमा जरुरसँग तपाईँहरूले एउटा फिडब्याक दिनु होला सो यो चाहिँ भोलिको मेरो गेटअप हो सो अब जुत्ताको मात्रै बाँकी छ है सो यही हो गेटअप चाहिँ कस्तो देख्दैछ होला हामीले फाइनल चोइस गरिसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ होला सो अब चाहिँ हामी ढिला नगरिकन तपाईँहरूलाई एउटा रमाइलो जग्गामा लानेछ हाम्रो सपिङ अलमोस्ट कम्प्लिट भइसकेको छ अलिकति क्लिप गर्नु मात्रै पाएन अलिकति बिजी सेड्युल भएर अनि प्लस दाको पनि सपिङ थियो सो स्टे ट्युन हो अब यो हामीले जस्ट फाइनल प्राइस गर्नु छ डिस्काउन्टहरू तपाईँहरूलाई कसरी गर्नु सिकाउँछु भन्दा पनि अब भनेको जग्गातिर पाएन होइन लुगा सो यता चाहिँ फिक्स प्राइस हो नि त यसरी डिस्काउन्ट केही हुँदैन एकदम रिजनेबल रेट हुन्छ तपाईँहरूलाई पनि लुगाहरू किन्न आउनु छ भने यहाँ एम बजार भिजिट गर्नु सक्नुहुन्छ होला सो कस्तो देख्दैछ होला एकदम कडा झकास पिपल अहिले चाहिँ हाम्रो यहाँ बिलिङ भइसक्यो हो देख्नु सक्नुहुन्छ होला एम बजारमा चाहिँ नि तपाईँहरूले एकदम रिजनेबल रेटमा राम्रो लुगाहरू क्लोदिङहरू लिनु सक्नुहुन्छ होइन सो हाम्रो बिल चाहिँ आइसकेको छ यहाँ तपाईँहरूले देख्नु सक्नुहुन्छ एम बजारको बिल सो हाम्रो अब सपिङ पुरा भइसक्यो सो नेक्स्ट लोकेसन चाहिँ एउटा दामी लोकेसनमा जाँदैछ हामी स्टुडियो फर द्याट गाइस है सो अल पिपल अहिले चाहिँ हामी एसियन आइपुगिसकेको छ होइन यहाँ तपाईँहरूले देख्नु सक्नुहुन्छ सो हाम्रो वान एन्ड ओन्ली हाम्रो ड्राइभिङ एक्सपर्ट है तपाईँहरूले ट्रेनिङ चाहिँ उसलाई क्लासेसको लागि डिएम गर्दा पनि हुन्छ भनेर अरे सो अहिले चाहिँ हामी एसियन हाइवेबाट निक्लेर यहाँ दादाको साथीको त्यहाँनिर जाँदैछ सो यहाँ तपाईँहरूलाई क्लिप त्यति राम्रो दिनु पाएन किनकि यहाँनिर त्यति रमाइलो पनि छैन रहेछ आज चाहिँ माथि मार्केटको पूजाले गरेर सबै क्राउडहरू छैन रहेछ नि त त्यही भएर तपाईँहरूलाई क्लिप दिनु पाएन त्यही भएर हामी दलसिङ तरफ लाग्दैछ सो मेक स्योर टु स्टे ट्युन इन द भिडियो एन्ड वाच टिल द एन्ड है Hey! Yay! Whoa! पिपल अहिले चाहिँ हामी यहाँनिर आमोचु ब्रिजमा आइपुगिसकेको छ हो सो मेनली चाहिँ तपाईँहरूलाई राम्रोसँगले भिडियो दिनु पाएन होइन
जति सक्दो मैले कन्टेन्ट दिनु खोजेको थिएँ त्यति कन्टेन्ट दिनु सकेन सो सरी फर द्याट अनि सो सरी फर द लेट पोस्ट है तपाईँहरूलाई अहिलेसम्म भिडियो पनि दिनु पाएको थिएन होइन सो होप सो यु गाइस आर इन्जोइङ आवर भिडियो हो अनि यो सकेर चाहिँ एकदम रमाइलो भिडियो झर्दैछ मेरो रियुनियनको भ्लगहरू पनि एडिटिङमा छ होइन कम्प्लिट भइसकेको छ सो छिटो नै ड्रप हुँदैछ स्टे ट्युन फर द्याट गाइस हो अनि प्लस भोलि चाहिँ आज किनेको कुर्ताहरू चाहिँ भोलि बोनी हुँदैछ है सो भोलि हाम्रो पुरानो भिडियोहरू पनि आउँदैछ सो होप सो यु गाइस विल इन्जोय द भिडियो एन्ड स्टे ट्युन फर द भिडियो अनि माया अहिलेसम्म तपाईँहरूले दिइराख्नु भएको छ सो यसरी नै मायाहरू दर्शाइ दिँदै गर्नुहोस् होला होइन सो के भन्छ अब तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद एन्डसम्म भिडियो हेरिदिनु भएकोमा होइन यति राम्रो कन्टेन्ट त भएन आजको होइन तर नेक्स्ट डेको एकदम राम्रो कन्टेन्ट आउँछ प्लस यो सकेर चाहिँ नेक्स्ट भिडियोहरू दामी ड्रप हुँदैछ सो स्टे ट्युन फर द्याट होइन अनि भिडियो चाहिँ अबदेखिको रेगुलर आउनेछ अनि किनकि म रेगुलर दिने ट्राई गर्नु छु अहिले चाहिँ अलिकति मेरो यहाँ बिजी सेड्युलहरू चलिरहेको छ त्यही भएर चाहिँ तपाईँहरूलाई दिनु सकेको छैन सो सरी फर द्याट स्टे ट्युन फर दि फुल ब्लग है नेक्स्ट ब्लगहरूको लागि पनि तपाईँहरू स्टे ट्युन बस्दिनु होला अनि किप सवरिङ लभ किप सपोर्टिङ इट्स बोय अमेश तामाङ साइनिङ अफ है